सुरुमा यस्तो हुन्छ प्राय यो सुरुको हो। त्यसपछि टक्क यहाँ मिसिनमा लग्यो, त्यो ट्रलीमा हालेर भित्र लगेर यो पाइप काट्ने मिसिन हो। त्यो पाइप काट्ने मिसिनमा पाइप काट्यो, कतिको साइज हुन्छ त्यहाँ साइज लेखेर दिएको हुन्छ नि, हो त्यही साइजलाई यो साइजको काट्यो। अनि काटेर त्यहाँनिर लगेर होल्डिङ हुन्छ, त्यो माथि त्यो दुलो बुझ्ने कलर भन्छ, त्यो कलर लगायो। अनि त्यो कलर लगाइसकेपछि फाइनली यहाँनिर पोरिङ हुँदैछ। त्यो जुन यो ऱ्याप्टिङ भन्छ, त्यो ऱ्याप्टिङ लगाएको चाहिँ मैले देखाउन पाएको छैन। अनि जस्तै यो चिल्लो बनाएर काटेको छ, यसको पनि देखाउन पाएको छैन, त्यो कलर लगाएको पनि देखाउन पाएको छैन। यो लास्टमा अलिकति मात्रै हो, यो अलिकति भाग मात्र। उता अगाडि सिधा अगाडि देखिराख्नु भएको छ नि, त्यहाँनिर त्यहाँ ऱ्याप्टिङ भइरहेको छ, त्यो चिल्लो बनाइरहेको छ। अनि यहाँ फाइनल जिस्क्याउँदैछ मैले भिडियो बनाएको। अनि यो फाइनली यो चाहिँ फिनिसिङ हो। यो चाहिँ फिनिसिङमा उहाँ फिनिसिङमा गर्दै हुनुहुन्छ। यता अर्को मेसिनमा मैले काटेर उहाँलाई दिएको, अनि उहाँले उठाएर त्यहाँनिर त्यो फुला काट्नुपर्छ कि साइडको, अनि त्यहाँ सानो सानो दुलो हुन्छ, हो त्यो दुलोहरूलाई तामाको तारले बुझ्याउनु पर्छ। अनि त्यो मेसिनमा हालेर अनि उहाँले चाहिँ गर्दै हुनुहुन्छ। धमाधम हाम्रो चाहिँ यस्तै हो, यस्तै हुन्छ। त्यो उता आइसकेको अहिलेको सुरुमा देख्नुभएको पाइप फाइनली यस्तो हुन्छ। यता साइडमा यहाँ ठुलो देखिराख्नु छ प्लास्टिक बेरेर, अब त्यो चाहिँ फिनिसिङ भइसकेको हो। यो चाहिँ फिनिसिङ रेडी भइसकेको, अब जानलाई माल तयारी भइसकेको। अनि उहाँले प्लास्टिक बेर्दै हुनुहुन्छ। तेल लाउनु पर्छ, तेल लाएन भने खिया आउँछ, पानीले पर्ने बित्तिकै अलिकति अब खिया आउँछ नि त। अनि त्यही भएर तेल लगाएर प्लास्टिक लगाएर बेर्नुपर्छ। अनि प्लास्टिक बेरिसकेपछि टक्कसँग त्यहाँलाई किरिनले निकाल्यो। अनि किरिनले निकालेर यो उता त्यहाँदेखि अलिक अगाडि राख्ने ठाउँ छ, त्यो फाइनल गरेर त्यसपछि नम्बर हाल्ने मेसिन छ साइडमा, कुन साइजको नम्बर हो भनेर यो थाहा पाउनु पऱ्यो नि त। अनि नम्बर हालेपछि त्यसपछि नम्बर हालेर अनि यो जान्छ, रेडी हुन्छ। रेडी भएर उतापट्टि प्याकिङ हुन्छ। थोरै अगाडि उहाँले चाहिँ साइज कति छ भनेर त गोलाइको साइज के अब त्यहाँ लेखेर दिएको हुन्छ, कति कति साइजको छ भनेर त्यहाँ लेखेर कागजमा दिएको हुन्छ। अनि आफूले त्यही साइजको काट्नुपर्छ। त्यही साइजको काटेर त्यहाँ लेख्दै हुनुहुन्छ। यहाँ नम्बर पनि देखिरहेको छ, यहाँ कति 326 कति लेखिरहेको 326.06 यही साइज हो। 08 थियो, 1-2 लाइनको नो प्रब्लम, तर 5 लाइनदेखि तलमाथि भयो भने प्रब्लम हुन्छ। यो चाहिँ फिनिसिङ मेसिन हो, यहाँ चाहिँ फिनिसिङ भइरहेको छ। यो चाहिँ यसमा चाहिँ ठुलो ठुलो चाहिँ हुँदैन, सानो सानो भएछ। ठुलो ठुलो हुने चाहिँ उतापट्टि छ, सिधै राइट साइड अगाडि। यसमा चाहिँ ठुलो ठुलो पनि हुन्छ, ठुलो सानो जत्रो नि हुन्छ। यो चाहिँ ठुलो साइजको हो मेसिन। उतै अगाडि खालि म राखिरहेको छु नि अगाडि, त्यो फिनिसिङ भइसकेको सामान। यहाँनिर यो फाइनल रेडी भएको माल हो। यो चाहिँ जानलाई एकदम तयारी भएको हो। अब यसलाई प्याकिङ गरेर अनि प्याकिङ गरिसकेपछि प्लास्टिक हालेर प्याकिङ गरेपछि त्यसपछि टक्क लिएर जाने। यतापट्टिको चाहिँ मेसिन नम्बर हाल्ने मेसिन, यता साइजमा चाहिँ यो फिनिसिङ मेसिन चाहिँ दुईवटा छ, ठुलो सानो। अनि उहाँले चेक गर्दै हुनुहुन्छ साइज कतिको भयो भनेर। उहाँले चाहिँ चेक गर्दै हुनुहुन्छ साइज सही आएको छ छैन भनेर। साइज चेक आएन भने, सही आएन भने प्रब्लम हुन्छ नि त, रिजेक्ट हुन्छ। अनि त्यो साइजमा भएन भने फेरि पठाइदिन्छ। अनि आफैलाई गाह्रो हुन्छ, फेरि नभएदेखि त्यो धेरै सानो ठुलो भयो भने फेरि अर्को बनाउनु पर्यो। ठुलो ठुलो त फेरि धेरै गाह्रो हुन्छ। म पछाडि एकैचोटि पछाडि जान्छ, पछाडिबाट प्लेट हुन्छ, त्यो प्लेटलाई गोलो बनाएर अनि ल्याएर गर्दाखेरि एकदमै टाइम लाग्छ कि, त्यही भएर फिनिसिङमा एकदमै केयरफुल गर्नुपर्छ, एकदमै हेरेर। नभएदेखि आफैलाई गाह्रो हुन्छ, बोसले निकालाउँछ। अनि त्यही हो क्या, उहाँले अब फाइनल भइसकेर ओके हो भनेर प्लास्टिक बेर्न तयारी हुनुहुन्छ। साथीहरू यही हो, यस्तै छ।